तपाईँलाई सही निर्णय लिन मद्दत गर्दछ। सुरु गरौँ नवजात शिशुको निद्राको विज्ञानबाट। उनीहरू कसरी सुत्छन् र यसको अर्थ के हो? नवजात शिशुहरू सामान्यतया 24 घण्टामा 16 देखि 17 घण्टासम्म सुत्छन्, तर उनीहरू एक पटकमा धेरै लामो समय सुत्दैनन्। उनीहरूको निद्रामा रेम र नन रेम चक्रहरू समावेश हुन्छन्। आरइएम चक्र, जुन सपना देख्ने चरण हो, उनीहरूको मस्तिष्क विकासको लागि धेरै महत्त्वपूर्ण हुन्छ। सुतिरहेको बेला शिशुको मस्तिष्कले दिनभरि सिकेका कुराहरूलाई व्यवस्थित गर्दछ र उनीहरूको शारीरिक विकासको लागि आवश्यक हर्मोनहरू उत्पादन गर्दछ। अब नवजात शिशुको लागि स्तनपानको महत्त्वबारे कुरा गरौँ। यो केवल पोषण मात्र होइन। कोलोस्ट्रम, जुन पहिलो केही दिनको दूध हो, यसलाई पहिलो खोप पनि भनिन्छ। यो एन्टिबडी र पोषणले भरिएको हुन्छ, जसले शिशुलाई रोगहरूबाट बचाउँछ। दूध उत्पादनको प्रक्रिया हार्मोन प्रोल्याक्टिन र ओक्सिटोसिनद्वारा नियन्त्रित हुन्छ। शिशुले जति धेरै चुस्छ उति धेरै दूध उत्पादन हुन्छ, माइनस यो माग र आपूर्तिको वैज्ञानिक सिद्धान्त हो। स्तनपानले शिशुको शारीरिक वृद्धिको लागि आवश्यक सबै पोषक तत्त्वहरू प्रदान गर्दछ। साथै यसले आमा र शिशुको भावनात्मक बन्धनलाई पनि बलियो बनाउँछ। निद्रा र स्तनपान कसरी एकअर्कासँग जोडिएका छन् हेरौँ। धेरै नवजात शिशुहरू स्लिप फिडवेक चक्र पछ्याउँछन्। उनीहरू बिउजन्छन्, खान्छन्, केही समय जाग्छन् र फेरि सुत्छन्। यो उनीहरूको प्राकृतिक ताल हो। रातको स्तनपानले दूध उत्पादनको लागि महत्त्वपूर्ण हार्मोनहरूलाई उत्तेजित गर्दछ। रातिको फिडिङले शिशुको निद्रालाई पनि स्थिर राख्न मद्दत गर्दछ। शिशुलाई सधैँ पिठ्यूको बलमा सुताउनुहोस् र क्रिबमा कुनै पनि नरम वस्तुहरू, तकिया वा खेलौना नराख्नुहोस्। यो अचानक शिशु मृत्यु सिन्ड्रोमबाट बचाउनको लागि महत्त्वपूर्ण छ। अन्तमा हामीले नवजात शिशुको निद्रा र स्तनपानको वैज्ञानिक महत्त्व बुझ्यौँ। याद गर्नुहोस्, निद्रा मस्तिष्कको विकासको लागि आवश्यक छ र कोलोस्ट्रम पहिलो